हेलो गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आजको भिडियो चाहिँ मैले बिहानै नास्ता गरेर टक्क पारेर म चाहिँ आज काममा हिँडिसकेपछि चाहिँ लास्टै चर्को घाम रहेछ। चर्को घाममा चाहिँ यसो निहालेर हेर्दै म चाहिँ कामतिर लागेँ। त्यसपछि चाहिँ दुईजना मेरो साथीहरूले चाहिँ तलतिर हेरिरहेको रहेछन्। मैले पनि के हो भनेर हेर्दा चाहिँ काममा लास्टै पानी बढेर काम चाहिँ स्टप हुने सम्भावना रहेछ। त्यसपछि चाहिँ हामी काममा पुग्यौँ। काममा पुगिसकेपछि चाहिँ भिडियो बनाएर एकछिन रोमान्टिक मोड लियौँ। त्यसपछि चाहिँ काम सुरु गऱ्यौँ। काम सुरु गर्दै गर्दा चाहिँ हामीले रमाइलो तरिकाले काम गऱ्यौँ। अनि चाहिँ लास्टै गर्मी बढेको थियो गाइज, होइन आज चाहिँ। त्यो भएर पानी सानी सबै सकिसकेको थियो। अन्टी लगायत हाम्रो दाजुभाइ लगायत सम्पूर्ण साथीहरू चाहिँ कामतिरै थियौँ। त्यसपछि चाहिँ रमाइलो पल लियौँ। त्यतिखेर चाहिँ लास्टै गर्मी पनि बढिरहेको थियो गाइज। त्यसपछि चाहिँ गाइज मैले चाहिँ लास्टै गर्मी बढ्दाखेरि चाहिँ खाना खानुभन्दा अगाडि 1 बजीतिर चाहिँ खोलामा गएर आज पौडी खेल्ने निर्णय गरेँ। अलिकति घामलाई निहालेर हेरेँ अनि कपडा खोलेर पौडी खेल्न रेडी भएँ। उता तल हेर्दा चाहिँ मेरो राजा चाहिँ थालले नुहाउन लागेको रहेछन् डर मानेर खोलामा जानको लागि। मैले चाहिँ यसो बडी सो गरेर अब चाहिँ पौडी खेल्छु भनेर चाहिँ मैले गएर बिचमा होइन बडी सो गरेँ। त्यसपछि चाहिँ म चाहिँ पौडी खेल्नको लागि रेडी भएँ गाइज, होइन। नाच्दै रमाइलो पल गर्दै मैले चाहिँ चिसो लास्टै थियो डुबुल्की मारेँ। लास्ट जाडो थियो गाइज, होइन। यतिखेर चाहिँ मलाई लास्टै जाडो भइरहेको थियो। यो भएर म चाहिँ डुबुल्की मारेर चाहिँ चट्टो पारेर हामी चाहिँ अब त्यसपछि रुमतिर लाग्यौँ आफ्नो।